फेसबुकमा प्रोफेसनल मोड अन कसरी गर्ने भन्ने बारेमा भिडियो लिएर म यहाँहरूको सामु उपस्थित भएको छु। यदि तपाईहरुलाई पनि यो हाम्रो भिडियो मन पर्छ भने अनि लाइक, कमेन्ट अनि शेयर अनि हामीलाई फलो पनि गरिदिनु होला। साथीहरु तपाईले प्रोफेसनल मोड अन गर्नको लागि तपाईले आफ्नो फेसबुक खोल्नु होला। आफ्नो फेसबुक खोलिसकेपछि आफ्नो यहाँ प्रोफाइल पिक्चर लिएर यहाँनिर क्लिक गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेसमा यहाँनिर तपाईको एड स्टोरी, एडिट प्रोफाइल भन्ने आउँछ भने यस्तै मात्रै आउँछ भने तपाईको प्रोफेसनल मोड चाहिँ अन भइसकेको छैन है। अब यसलाई प्रोफेसनल मोड अन गराउनको निम्ति यहाँनिर 3 वटा डट छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँनिर तल हेर्नु होला टर्न अन प्रोफेसनल मोड भन्ने छ, यसमा क्लिक गर्नु होला। र यस्तो आउँछ। यसलाई यस्तो आइसकेपछि यहाँनिर टर्न अन छ, यसमा अन गराउनु होला। र त्यसलाई अन गरिसकेपछि यस्तो आउँछ। यसलाई नेक्स्ट क्लिक गरिदिनु होला। र यस्तो आउँछ। यसमा फेरि नेक्स्ट क्लिक